Hello everyone, touch the leg अनि गुड मर्निङ। मेरो नाम चाहिँ जोर्डन गुरुङ अनि आजको दिन चाहिँ हामी बुद्ध धर्म मान्नेहरूको लागि एकदमै महत्त्वपूर्ण दिन हो, किनभने गौतम बुद्धजीले अनि बुद्ध प्राप्त गर्नुभएपछि आजको दिन चाहिँ उहाँले पहिलोपल्ट धर्म प्रचार गर्नुभएको दिन हो। र यसबारे भन्नुपर्दा जब अब गौतम बुद्धजीले बुद्ध प्राप्त गर्नुभयो, अब उहाँले प्राप्त गर्नुभएको धर्म चाहिँ अनि यो संसारमा जसैलाई देखाए पनि सबैले कसैले बुझ्न नसक्ने, बुझ्न गाह्रो भएको उहाँले थाहा हुनुभयो र उहाँले कसैलाई धर्म प्रचार नगरी अनि एउटा रुखको तल बसी अनि तपस्या गरी बस्नु भएको र त्यसरी एक हप्ता बितिसकेपछि चाहिँ अनि भगवान ब्रह्माजी अनि आउनु भएर चाहिँ अनि तपाईले बुद्ध प्राप्त गर्नु भएको र त्यो चाहिँ अनि हामी सबैलाई धर्म प्रचार अनि गरिदिनुहोस् भनेर उहाँले अनि भन्नुभयो, प्रार्थना गर्नुभयो। तर बुद्धले अनि धर्म प्रचार गर्नु भएन। त्यसपछि भगवान ब्रह्माले भगवान इन्द्रलाई ल्याई अनि भगवान ब्रह्मा र भगवान इन्द्र अनि दुवैजना मिलेर चाहिँ अनि भगवान अनि गौतम बुद्धजीलाई धेरैपल्ट अनि प्रार्थना गर्नुभयो र त्यसपछि चाहिँ अनि गौतम बुद्धजीले अनि ठिकै छ म अनि धर्म प्रचार गर्छु भनेर चाहिँ अनि उहाँले स्वीकार गर्नुभएको। र एक दिन अनि गौतम बुद्धजी अब धर्म प्रचार गर्ने स्वीकार्नु त भयो, तर कसलाई धर्म प्रचार गर्ने भन्ने चाहिँ थाहा नभएकोले अनि उहाँ एक दिन अनि वाराणसी यानि सारनाथ भन्छ नि त है, सारनाथमा अनि गइरहनु हुँदा चाहिँ उहाँले चाहिँ अनि खोरङा देसाङ्पो भनिन्छ बुद्धको गौतम बुद्धको अब सबैभन्दा पहिलो अब 5 विद्यार्थी हुनुहुन्छ हैन, 5 विद्यार्थी उहाँलाई चाहिँ हामीले टिबेटनमा चाहिँ खोरङा देसाङ्पो भनिन्छ। अनि उनीहरूलाई देखेर चाहिँ अनि उनीहरू 5 जनालाई देख्दा चाहिँ गौतम बुद्धले तिमीहरू यता आउनु भनेर चाहिँ अनि बोलाइकन अनि उहाँ 5 जनालाई चाहिँ अनि आजको दिनमा आज चाहिँ हाम्रो टिबेटनको 6औं महिना है 6th month को अनि 4 गते हाम्रो टिबेटनको 6औं महिनाको 4 गतेको दिन चाहिँ आजको दिन चाहिँ अनि सारनाथमा अनि खोरङा देसाङ्पोलाई अनि गौतम बुद्धले अनि सबैभन्दा पहिलो धर्म प्रचार गर्नुभएको दिन हो। जुन यो पहिलो धर्म प्रचार चाहिँ गौतम बुद्धले के गर्नु भएको थियो रहेछ भन्दा चाहिँ हाम्रो टिबेटनमा धेम्बासी भनिन्छ। अनि धेम्बासी भनिन्दा चाहिँ अब नेपालीमा चार सत्य कुरा भने पनि हुन्छ होला सायद हैन। अनि त्यो चाहिँ अनि गौतम बुद्धजीले ढुङ्गाल सेपर जा कुञ्जुङ पावर जा अनि घोदेन थोपर जा
लामतेम्बर झा भनेर अनि भन्नुभएको थियो। धुवाँसेबर झा भन्दा चाहिँ दुःख भनेको चिज चाहिँ अनि बुझ्नुहोस् भनेको होइन। कुन्जुङपाङहर झा भनेको त्यो जुन दुःखहरू चाहिँ कहाँबाट आउँछ, त्यो दुःखको मूल के हो त्यो बुझेर त्यो दुःखको मूल यानि त्यो दुःख कहाँबाट आइरहेछ, केले दुःख भइरहेछ हो त्यो कुरा चाहिँ हामीले अनि मेटाउनुपर्छ र त्याग्नुपर्छ भनेर भन्नुभएको। हामीले बुद्ध प्राप्त गर्नुपर्छ, सुख प्राप्त गर्नुपर्छ र त्यो सुख प्राप्त गर्नलाई के गर्नुपर्छ भन्दा सही मार्गमा लाग्नुपर्छ भन्नुभएको। लामतेम्बर झा भन्दा चाहिँ सही मार्गमा लाग्नु पऱ्यो नि त होइन, सही बाटोमा लाग्नु पऱ्यो हो। त्यसरी चाहिँ अनि पहिलो धर्म प्रचार त्यसरी सारनाथमा खोरङआदे साङ्पोलाई चाहिँ गर्नुभएको रहेछ। त्यसैले आजको दिन चाहिँ अनि एकदमै हामी बुद्ध धर्म मान्नेहरूको लागि चाहिँ एकदमै महत्त्वपूर्ण दिन हो भनेर भन्न चाहन्छु। र त्यसै गरी अनि उहाँले अनि दोस्रो धर्म प्रचार यानि झगुइफुङ्गुरी भनिन्छ त्यहाँ गर्नुभएको र तेस्रो धर्म प्रचार चाहिँ याङबाचेन भन्ने अनि ठाउँमा गर्नुभएको। अनि त्यसै गरी उहाँले चाहिँ अनि धेरै धर्म प्रचारहरू गर्नुभएको छ। र त्यसको चाहिँ ग्रन्थ भन्छ कि के भन्छ, अब जुन अब पुस्तक हुन्छ नि, त्यो पुस्तकलाई चाहिँ हामीले टिबेटनमा चाहिँ काङ्ग्युर भन्छौँ होइन। अनि त्यस काङ्ग्युर चाहिँ हाम्रो भन्नुपर्दा चाहिँ त्यस्तो पुस्तक चाहिँ 108वटा जति छ र त्यसलाई चाहिँ अब त्यो सबै अब एउटा गरी पढ्नु त धेरै दिन लाग्छ होइन। हामी अब गुम्बामा जस्तै हाम्रो गुम्बामा 100जनाभन्दा धेरै लामा छ र पनि त्यो अब 108वटा पुस्तक पढ्नु भनेको सजिलो छैन होइन। त्यही भएर चाहिँ आज चाहिँ हामीले अब त्यो पुस्तक चाहिँ पुरै नपढे पनि अनि त्यो पुस्तक पढेको जस्तो गर्ने यानि पुस्तकलाई खोल्ने, सफा गर्ने, ढोक गर्ने त्यस्तो गर्छौँ। र तपाईँहरूले पनि आफ्नो घरमा भएको पुस्तकहरू होस् होइन त्यसलाई ढोक गर्ने होइन। आजको दिन चाहिँ अब बुद्ध धर्ममा चाहिँ के हो भन्दा चाहिँ अब मन चाहिँ सबैभन्दा ठुलो कुरा हो भनिन्छ होइन। र मनमा के हुनुपर्छ भन्दा चाहिँ आजको दिन चाहिँ अब गौतम बुद्धले धर्म प्रचार गर्नु भएर 2500 वर्षभन्दा धेरै भइसक्यो होइन। तर अब आज हुनु त आजको दिनै हो नि त। त्यही भएर आजको दिन चाहिँ उहाँले गौतम बुद्धले धर्म प्रचार गर्नुभएको थियो भनेर त्यो सम्झिकन चाहिँ अनि अब आफ्नो घरमा भएको आफ्नो छेसाममा भएको पुस्तकलाई ढोक गर्ने, सफा गर्ने हो। त्यसो गरेर चाहिँ अनि त्यो जुन गौतम बुद्धले धर्म प्रचार गर्नुभएको धर्म चाहिँ मैले पनि जानोस् होइन र त्यो बाटोमा म पनि लागोस् भन्ने हो। त्यस्तो सोचाइ लिइकन चाहिँ अनि मनमा चाहिँ त्यस्तो सोच्नु पऱ्यो है। त्यसै भने अनि आजको यो भिडियो चाहिँ अनि यही समाप्त गर्छु म। धन्यवाद। अनि गल्ती भयो होला है, अनि केही गल्ती भए माफ गर्नु होला। राम्रो रहेछ भने राम्रो हो। ओके अनि थ्याङ्क यू, बाई बाई।